आजकल सोसियल मिडियाभरि राजा आऊ देश बचाऊ भनेको सुनिन्छ कि कति भयो र हामीले आफ्नो दिमाग गोजीमा थन्काएर लोकल ठर्रा र भैँसीको मासुको भरमा राजाको शालिग फुटाल्दै ज्ञाने जोड देश छोड भनेर नारा लगाएको आरोप कस्तो छ। कसैको गाउँमा वरिपरिको घरमा चोरी भयो, बिचको एउटा घरमा चोरी भएन भने त्यो चोरी नभएको घरको चोर्या हुन्छ। हे दाइको परिवार यसैले मारे, दाइको परिवार मारेर देशको सत्ता हत्याउन आएको मान्छेले त्यति सजिलो छोड्छ? राजा आउँछन्, कति बेला आउँछन्, कति बेला आथे। राजाको परिवारै स्वाहा पारेर षड्यन्त्रकारीहरूले सम्हाल्ने मान्छे नहुँदाखेरि सम्हाल्न आएको राजा होइन। त्यसलाई सुँगुरहरूले भनेको कुरो पत्याएर अनि आरोप लगाएर 100औं वर्षदेखिको राजाको शालिगहरू समेत लतार्दै हिँडे बाटोमा। आज आएर देश राजा आऊ देश बचाऊ। सुँगुर पठाएको छ त देश चलाउने ठाउँमा। सुँगुरहरूले देशलाई सुँगुरको खोर बनाएको छन्। राजा आउँछ सुँगुरको खोरमा, प्रमाणित गरेर देखाउनु पर्यो नि। फेरि सुँगुरलाई लहटेर देखाउनु पर्यो नि, अनि आउँछन् राजा फेरि सम्हाल्नलाई। राजा के खेलाची हो? सुँगुरको खोरमा छिर्ने, सुँगुर दबाएर राजा चाहिएको प्रमाणित गर्नु पर्यो अनि आउँछन् राजा। सुँगुरको हातमा देश जिम्मा लाउने अनि सुँगुरले देशलाई सुँगुरको खोर जस्तो बनायो, रछान बनायो भनेर राजा आऊ देश बचाऊ। सुँगुरलाई लहटेर देखाउनु पर्यो अनि बल्ल राजालाई थाहा हुन्छ ल चाहिएकै रहेछ म भन्ने, अनि आउँछन् फेरि सम्हाल्न। पहिला नि लथालिङ्ग भएन सम्हाल्न आथे। सुँगुरहरूलाई लहटेपछि अनि सम्हाल्न आउँछन्। कुरो बुझ्नुहोस्, आफूलाई के चाहिएको हो थाहा पाउनु पर्यो। पहिला हामीलाई चाहिएको स्थायित्व, विकास अनि संसारमा इज्जत। यो सुँगुरहरूले गर्दाखेरि कुनै पनि चिज छैन, न स्थायित्व छ, न विकास छ, न संसारको अगाडि नेपाली भनेर इज्जत छ। त्यो कुरा सबै राजा हुँदाखेरि थियो। त्यही भएर आफूलाई के चाहिएको थाहा पाउनु पर्यो। दिमाग गोजीमा राखेर लोकल ठर्राको पछाडि दौडेर सुँगुरहरूले जे भने त्यही पत्याएर हिँडेर लथालिङ्ग भएपछि यसै राजा आउँदैन। सुँगुरहरूलाई लहटेर देखाउनुपर्छ। सुँगुरहरूलाई खेदेपछि ल राजा सम्हालिदिनु पर्यो भनेर बिन्ती गर्ने, अनि उनको मन खायो भने बल्ल आउँछ राजा हो देश बचाऊ। अस्ति भर्खर घटना बिर्सिन्छ।